नमस्कार सबैजनालाई, तपाईहरु सन्चै हुनुहुन्छ होला। म शिवानी र स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा। असार 15 माना खाएर मुरी उब्जाउने दिन। यस दिन रोपाईलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारी गीत गाउँदै धान रोप्ने गरिन्छ। यसै परम्परालाई यथावत राख्न रमाइलो सर्भिस कोअपरेटिभ सोसाइटीले एउटा महत्त्वपूर्ण पाइला चाल्नु भएको छ। उहाँहरूले बिजनबारी नयाँ बस्तीमा असार 15 धान रोपाई कार्यक्रम भव्य रूपमा आयोजना गर्नुभएको थियो अनि हामी पनि उहाँहरूले चाल्नु भएको यो असल कार्यको हिस्सा हुन पुग्यौं। पुग्न साथ हामीलाई रोपाई गरेर थाकेको अवस्थामा पोसिलो र शीतलता प्रदान गर्ने परिकार दही, चिउरा र केराको खाजाले स्वागत गर्नुभयो। छातीभित्र मायाको आगो सर्कियो, बिजुलीको तार तार फुर्सद छैन ए हजुर अर्को माग्नु बार। आउने बित्तिकै चाहिँ हामीले दही र चिउरा दिएको छ। अब दही र चिउरा खाएर चाहिँ हामी तल धान रोप्नु जान लागेको छ। आज चाहिँ दही चिउरा खाने दिन स्पेसली अब दही र चिउराले खाजाबाट नै हामीलाई वेलकम गरिरहेको छ। र यो खाइसकेर चाहिँ हामी तल जान्छ नि, तल गएर सबैलाई टपलाई चिटिक्नु तौलिने तराजु मेरो लाई तौलिने तराजु गीतैलाई गाउन जान्दिन भन्छौ, गाइने कै बराजु मेरो लाई त्यस्तै हो नियमै। बराजु यहाँ खेतको मालिकलाई पाप लाग्छ हजुर। यहाँनिर देख्न सक्नुहुन्छ हामी खेतमा आएका छौँ बिजनबारीमा। यहाँनिर चाहिँ नयाँ बस्ती ठाउँमा जुन चाहिँ आज धान रोपाई कार्यक्रम यहाँ प्रोग्रामहरू भइरहेको छ है। र हामी चाहिँ बिहानै घरबाट 8 बजी नै हिँडेको, यहाँ लगभग 10 साढे 10 मा आइपुगेको थियो। यहाँ चाहिँ अब आज चाहिँ धान रोप्ने प्रोग्रामहरू भइरहेको छ है। यहाँनिर अब हुनु चाहिँ आज यो जुन चाहिँ अब खेतमा धान रोप्ने स्टार्ट गर्छ नि, त्यो चाहिँ आज नै सक्नुपर्छ अरे क्या। अब त्यस्तो खालके एउटा प्रथाहरू रहेछ है। यहाँ पुगेर मलाई मेरो मनमा लागेको कुरा चाहिँ तपाईहरुलाई शेयर गर्न मन पर्यो। कोही बेला हामी खाना फ्याक्छौं या त कोही बेला मिठो भएन भनेर खानालाई जुठो मात्र हालेर साइड लाउँछौं। तर त्यो खाना, त्यो भात, त्यो एक सिता चामलको महत्त्व चाहिँ मैले यहाँ आएर बुझेँ र मैले कृषकहरूले गरेको दुःख, उहाँले गर्नुभएको मेहनत मैले मेरो नाङ्गो आँखाले देखेर आएको छु। त्यसैले त हामी खाना खानु अघि खानालाई ढोकेर मात्र खान्छौं नि, त्यो ढोकाइको महत्त्व आज मैले बुझेको छु।
यहाँ हालिदिनु नि एउटा टक्कै बिस्तारै बिस्तारै पक्ने 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 यता हेर्नु ल लाइफमा नै पहिलोचोटिको एक्सपिरियन्स हो यो चाहिँ यहाँनिर धान रोपेको देख्न सक्नुहुन्छ यहाँनिर खेतमै आएर धान रोपेको हेर्नु अनुभव गर्नु र आफूले पनि अलिअलि अब रोपेको जस्तै गर्नु चाहिँ अब यो चाहिँ मेरो पहिलोचोटि एक्सपिरियन्स हो र अब जुन चाहिँ प्रकारले सोचेर आएको थियो माइन्डसेट गरेर आएको थियो त्यस्तो चाहिँ हुँदैन रहेछ जुन चाहिँ अब हामीले अब अलिअलि हुन्छ होला यहाँनिर है अब हिँड्नु सक्छ हिलोमा त्योहरू खालके हामीले सोचेर आएको चाहिँ लुगा चाहिँ ल्याउनु चाहिँ ल्याएको थियो तर अब त्यस्तो हुँदैन रहेछ तर अब अर्कै हुँदो रहेछ यहाँनिर यस्तो हिलोमा यहाँनिर देख्न सक्नुहुन्छ होइन यहाँनिर यस्तोमै डुबेर चाहिँ काम गर्नु हुँदो रहेछ उहाँले भनेपछि चाहिँ हाम्रो फार्मर्सहरूलाई चाहिँ हामीले कतिको रेस्पेक्ट गर्नुपर्दो रहेछ उनीहरूले यस्तो दुःख गरेर हाम्रो निम्ति चाहिँ जुन चाहिँ चामल उगाउनुको निम्ति चाहिँ कस्तो कठिन पर्दो रहेछ अनि रमाइलो पनि हुँदो रहेछ एक प्रकारले अब यहाँनिर गीतहरू गाएर होइन हर्षोल्लासको साथ मनाउँदो रहेछ हलगुरुले हिलाएको हिलोमा छुपु छुपु धान रोपेर आपसमा रमाउँदै हिलो छेपाछेप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् यस दिन नानीहरू त तपाईहरूले देखिहाल्नुभयो हिलोमा खेलिरहेको थियो उनीहरूले धान रोपेको थिएन तर हिलो छेपाछेप गर्दै पनि हाम्रो संस्कृति र परम्परा यस्तै रहेछ भनेर केही कुरा त सिकिरहेको थियो उनीहरूले यस्तो मलाई भान भयो दार्जिलिङको प्रतिष्ठित फोटोग्राफर आनन्द तार्गेन दादा पनि हामीसँग आउनु भएको यसरी रोप्दैछ मेरो चाहिँ लाइफको फर्स्ट एक्सपिरियन्स हो क्या दामी देख्दो रहेछ फर्स्ट हो नि तपाईँको पनि फर्स्टै हो फर्स्ट हो नि हामी त गोरु त चलायो नि डर लाग्यो नि त्यो त बिचारा है दुःख चाहिँ दुःखै हो है दादा दुःख नै हो नि हजुर त्यही त यहाँको लाइफ स्टाइल अर्कै छ कति डिफरेन्स छैन है डिफरेन्स छैन 45 मिनट हार्डली 45 मिनटमा सब चेन्ज है वेदर चेन्ज हो रहन सहन चेन्ज सबै चेन्ज रोपे तिमीले धान रोपेको छुइनँ नि दादा रोप फर्स्ट टाइम धान रोपेको दादा ल ओके नै ल कसरी रोप्छ त्यो पनि थाहा छैन मजा पाउँदो रहेछ हिलोमा डुबेर गर्नु है दादा मजा आउँछ मजा आउँदो रहेछ भिजिएम केही छैन नि केही छैन राम्रो भयो क्या दादा यो धान चाहिँ मै खानु भोलि पछि काट्नु पनि गर्छ अरे नि त अब आउनुपर्छ है यो मङ्सिरमा स्टारको लागि मात्रै धान रोप्न आएको रहेछ त भन्दै गालामा चाहिँ हिलो लाउनु पर्छ टपलाई चिटिक्नु तौलिने तराजु मेरो लाई तौलिने तराजु गीतैलाई गाउन जान्दिन भन्छौ अब चाहिँ फोटै बेजे खिचिरहनु ल फोटै बेजे खिचिरहनु कस्तो लाग्यो भन्नुहोस् आज यो मजा आयो आज धेरै मजा आयो यहाँ त आइरहन्छु कि यसपालि चाहिँ 15मा चाहिँ फर्स्ट टाइम हो रमाइलो हुँदो रहेछ नि अरू बेला चाहिँ ढिलो गर्थ्यो यसपालि यहाँ चाहिँ 15मै गरिएको छ आजदेखि चाहिँ स्टार्ट अरे नि त गर्ने आजदेखि मलाई
होला कर्मले दिन्छ नै होला तपाईँ नै निष्ठुर रोपाई गर्दाखेरि गीत गाउन जान्नु पर्छ नयाँ कुराहरू अनुभव बटुलिरहेको थिए, नयाँ कुराहरू सिक्दै थिए। यहाँनिर रमाइलो सर्भिसले है हाम्रो आफ्नो कुराहरू यसरी सङ्ग्रह गरेर राख्नु भएको रहेछ। तपाईँले देख्न सक्नुहुनेछ यहाँनिर उहाँले यो सङ्ग्रह गरेर राख्नु नै ठुलो कुरा हो। अनि जति पनि बाहिरबाट आउनु हुँदै थियो उहाँहरूलाई पनि हाम्रो कुरा, हाम्रो चिज, हाम्रो सामग्रीहरू देखाइराख्नु भएको थियो। ठिक्कै यहाँनिर आएँ म झाँतोमा। यो झाँतो चाहिँ कतिलाई त याद होला तर कतिलाई थाहा छैन होला। यो झाँतोको बिचमा जुन चाहिँ दुलो छ त्यहाँनिर चाहिँ मकै हाल्छ। अनि मकै हालेपछि यो जुन चाहिँ यो लट्ठी छ, डन्ठी छ, त्यसलाई घुमाएपछि चाहिँ त्यहाँबाट मकैबाट चाहिँ पिठो निस्किन्छ। यो तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ ढिकी हो है। अनि यहाँनिर जुन चाहिँ माथि कार्यक्रममा राख्नुभएको सेलरोटीहरू छ उहाँहरूले बिहान मात्र यहाँनिर पिठो कुट्नु भएको अनि त्यही पिठोबाट नै सेलरोटी बनाउनु भएको। अनि यो कसरी प्रयोग गर्नुहुन्छ भन्दा उहाँले देखाइराख्नु भएको छ। यसरी धान चाहिँ यहाँनिर हालेर है कुट्नुहुन्छ अनि चामल अलग गर्नुहुन्छ अनि भुस अलग गर्छ है। अनि अहिले त मसिनले यो कुराहरूलाई एकदमै सजिलो बनाइदिएको छ। तर यो कुराहरू अझै पनि कतिवटा ठाउँमा यही ढिकीकै सहारा लिन्छ अनि विलुप्त हुँदै गएको छ हाम्रो यो कुराहरू। तर उहाँहरूले संरक्षण गरेर राखिदिनु भएको छ। हजुर यो र त्यो चाहिँ हाम्रो एकदम मोस्ट पहिलाको है। तपाईँको नाम चाहिँ? मेरो नाम रबिन सुब्बा। यहाँकै है तपाईँ? हजुर। रोपाइ सकेर आइसकेपछि उहाँहरूले मिठो खानाको व्यवस्था पनि गरिदिनु भएको थियो। ढेँडो, मकैको चामल, गुन्द्रुकको झोल, कालो दाल, लोकल कुखुराको झोल, काँक्राको अचार है। अनि यहाँनिर जति पनि खानाहरू छ यहाँनिर सबै नै यही भेकमै भएको एकदमै अर्ग्यानिक खाना पनि उहाँहरूले हामीलाई दिनुभएको थियो। अनि हामीले पनि एकदमै इन्जोय गरेर यहाँनिर खानाको आनन्द लियौँ र सबैले नै लिइराख्नु भएको थियो। किनभने हामीले यस्तो खालको खाना बेला बेलामा मात्र खान पाउँछौँ र मैले पनि हातले मजाले खाना खाइरहेको थिएँ। ढेँडो खाएँ है अनि यहाँ मकैको चामल सबै खाएँ। अनि मैले स्मिता बहिनीलाई पनि भनिरहेको थिएँ ढेँडो चाहिँ हातले खानु मजा आउँछ। चम्चीलाई चाहिँ साइडमा राख्नु लगाएर मैले पनि उसलाई हातले नै खानु लगाएँ। अनि हामीले चाहिँ एकदमै आजको खानाको चाहिँ एकदमै आनन्द लिएर खाइरहेका थियौँ र मैले धेरै आजको दिनमा धेरै इन्जोय गरेँ। धेरै अनुभवहरू बटुल्ने मौका पाएँ मैले है। मेरो जिन्दगीको एउटा भुल्नै नसक्ने पाटो भनेको आजको दिन पनि रहेको छ। र हामीले अन्य च्यानलबाट आउनुभएको दाजु, जो हिमाली च्यानलबाट आउनुभएको दादा, अनि क्यामेरा पक्रिराख्नु भएको अनिल दादा है, हामी सबैजनाले नै धेरै खेतमा इन्जोय गऱ्यौँ अनि खानामा पनि उत्तिकै इन्जोय गरेर खाइरहेका थियौँ। त्यसपछि म च्याब्रुङ नाचेन पुगेँ। तपाईँहरूले मेरो डान्स देखेर चाहिँ थाहा पाइसक्नुभयो होला कि मैले चाहिँ आजको दिन चाहिँ कतिको चाहिँ रमाइलो गऱ्यो भनेर है। र आज यो कार्यक्रममा जुड्ने हामीलाई चाहिँ मौका दिनुभयो रमाइलो सर्भिस कोअपरेटिभ सोसाइटीले, उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। अनि उहाँहरूले जुन चाहिँ पहल चाल्नु भएको छ आज यो धान रोप्ने कार्यक्रम गरेर अनि यो धान काट्दा पनि एउटा भव्य कार्यक्रम गर्ने अनि त्यो धानकै चामल हामीलाई खुवाउने पनि बाचा गर्नुभएको छ र उहाँको सोचलाई साँच्चै नै सल्युट म गर्न चाहन्छु। अनि आजको भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई।